Hello and namaste guys, welcome to Two Sisters channel. हजुरलाई धेरै धेरै स्वागत छ हाम्रो च्यानलमा। सो आजको भ्लग चाहिँ तपाईहरु थाहा पाउनुभयो होला टाइटलहरु हेरेर। त्यही पनि म भनिदिन्छु, आजको भ्लग चाहिँ हाम्रो डान्स क्लास 8 एनिभर्सरी हो। सो एनिभर्सरीमा हामीले के सेलिब्रेसन गर्छ, कसरी सेलिब्रेसन गर्छ हेर्दै गर्नु होला। आज त्यही हो भ्लग। हेर्न सक्नुहुन्छ, म आज स्टुडियोमा आइसकेका छौँ र आज चाहिँ बिहान अलिकति क्लास पनि छ, सर पनि आउँदै हुनुहुन्छ। सो अब क्लास सकाएर अनि हामी अब अफकोर्स डान्स त गरिहाल्छौँ। सो अब हामी आउटफिटहरू पनि धेरै लगाइन्छौँ। त्यही अब मैले चाहिँ अहिले साकेला गीतमा डान्स गरेको छौँ। सो त्यसको लागि चाहिँ अब भाइ बहिनीहरूसँग अब चाहिँ हामी बिहानको खाजा खाँदैछौँ। दिदी पनि हुनुहुन्छ मसँग पसलमा। अब हामी यो खानासाना खाएर अनि डान्स क्लास डेकोरेट गर्छौँ, बढाल्ने गर्ने हो। अनि उता जान्छौँ ठुलो भएको ठाउँमा, हेर्दै गर्नु होला। अब चाहिँ हामी क्लास आएको खाजा खाएर अनि अब हामी सफा गर्छौँ। यहाँसँग मेरो साथी, यहाँ छ बहिनी। अब हामी सफा गर्छौँ। हामी चाहिँ यहाँनिर पूजा भएर मलो लागेको। अब सबै यहाँ सर हुनुहुन्छ, यहाँ बहिनीहरूले बेलुन फुराउनु लागेको छ डेकोरेट गर्नुको लागि। हामीले चाहिँ पूजा भएर मोल्दै आउँदैछौँ तलबाट, साथीले ल्याउँदैछ। अब हामी एकजनाले बढाउँछौँ, एकजनाले पुस्छौँ। That's it. अब चाहिँ हामी लुगा लगाउन जान लागेको। कुन लुगा हो नि फेरि? यस, राइट ड्रेस। हामी राइट ड्रेसमा डान्स गर्छौँ, लुगा लगाउन जान लागेको।
ग्रान्ड भइसक्यो तपाईँ भाग्यमानी हुनुहुन्छ यसरी सेलिब्रेट गरेको मेरो पाउनु नत्र यसपालि चाहिँ केही पनि नकाट्ने भनेको थियौँ है ल सो एकदम खुसी छौँ हामी दुईजना मात्र भएर हुँदैन सबैजना चाहिन्छ सो सबैजनाको एकदम आवश्यक पर्छ सो यो हाम्रो रिलेसनसिप सधैँ कायम होस् अब तपाईँ 1 महिना 2 महिना 3 महिना बेसिक कोर्स होइन इन्टरमिडिएट एडभान्स त्यस्तो मात्र होइन कि सकेसम्म कन्टिन्यू गरेर हामी अगाडि बढेको देख्न पाऊँ सँगै डान्स स्टुडियो नेपाल हामी संसारमै छौँ त्यो संसारमा फेमस बनाउनुको लागि हातेमालो गरौँ हामी दुईजना मात्र हुँदैन है सबैजना अगाडि बढ्नुपर्छ तपाईँले जे गरे पनि जहाँ पुगे पनि हामी प्राउड फिल गर्ने काम चाहिँ के फिल चाहिँ गर्न पाऊँ म्यामहरूले गर्दा पनि तपाईँहरू प्राउड फिल गर्न पाउनु पऱ्यो तपाईँहरूले गर्दा हाम्रो स्टुडेन्ट हाम्रो हो भनेर गर्न पाऊँ भनेर धेरै टाइम वेस्ट नगरौँ सबैले चाहिँ ह्याप्पी एनिभर्सरी भनिदिनु ल 8 चोटि ताली बजाइदिनु सक्छ सबैजना रेडी हुँदैछौँ र म चाहिँ रेडी भइसकेँ नाच्नु न यता बेटीको अझै यहाँ चाहिँ मेकअप छ मेकअप यहाँ अर्को एकजना हेर गाजा बजा लगाएर बसेको छ यहाँ चाहिँ म्याम हुनुहुन्छ मेकअप गर्दै बसिरहनु भएको है दिदी यता यसो हेरिदिनु न बिचमा चाहिँ हामी मार्बल ब्याङ्क आइपुग्यौँ हेलो हेलो सबैजना बाहिर छ हेलो नमस्ते हुन्छ हेलो अब चाहिँ हामी एकछिन प्र्याक्टिस गर्न लागेको छौँ यहाँनिर सबै ग्रुपहरू छ बच्चाहरू मात्रै हुनुहुन्छ अब एकछिन बाहिर जानेछौँ हेलो वेलकम यहाँनिर चाहिँ सबैजना हुनुहुन्छ यहाँनिर नेम लिस्ट लेख्दै हुनुहुन्छ छैन अब हुन्ला फाइनली मेरो साथीहरू आउनुभयो इभिनिङ ग्रुपको उहाँ चाहिँ बहिनी हो है उहाँ चाहिँ बहिनी हो अरू सबै मेरो साथी हो म पनि हो साथी ल भित्र जाने होइन यहाँ नाम टिपेर हिँड्न ल अब यहाँबाट इन्ट्री हुन्छ मेरो त पर्दैन होला बाई बाई एनिभर्सरीमा के भन्न चाहनुहुन्छ सरलाई म्यामलाई ह्याप्पी एनिभर्सरी भन्नु बेजतीहरू ल थ्याङ्क यू ल यहाँनिर मेरो साथीहरू हुनुहुन्छ यहाँनिर बहिनी छ स्टुडेन्टहरू पनि हुनुहुन्छ अब चाहिँ हामी स्टेजमा पर्फर्म गर्न लागेका छौँ
रिहर्सल गरेर फेरि आइसकेका छौँ अर्को पर्फर्मेन्स दिनुको लागि सो हामीहरू चाहिँ रेडी भएर आइसकेका छौँ डान्स कस्तो भयो रमाइलो भयो राम्रो भयो डान्स कस्तो भयो एकदम रमाइलो अन्जना डान्स कस्तो भयो डान्स कस्तो भयो राम्रो भयो डान्स कस्तो भयो एकदम रमाइलो भयो एकदम रमाइलो डान्स कस्तो भयो मेरो साथी विशेष गरी फोन भेट्यो म एकदम खुसी छु हाम्रो डान्स एकदम राम्रो भयो र हाम्रो कसैले स्टेप बिर्सेन कस्तो फिल भयो हजुरलाई यहाँ आएर एकदम एक्साइटमेन्ट एकदम खतरा नाचेछु मैले है उहाँ चाहिँ बाहिरमा मेरो गराउँदैन सेम बास्न आउँछ हामीले सँगै डान्स स्टुडियोसँग जोडिएर उहाँहरूले काम गरिरहनु भएको छ सम्मान स्वरूप आज हामी उहाँलाई सम्मान पत्र प्रदान गरिरहेका छौँ आगामी दिनमा तपाईँहरूको साथ सहयोग हामीलाई यसरी नै रहिरहनेछ भन्ने विश्वास लिएका छौँ बजाएर सहयोग गरिदिनु होला सकिसक्यो अब हामी घर जान लागेको हजुर हेलो कस्तो राम्रो मान्छे यो चाहिँ उमासँग खाजा खाने दिदी हो है उमासँग खाजा खाने दिदी हो है आज कस्तो राम्रो दिनु भयो अहिले भरतनाट्यमको हेलो कस्तो लाग्यो छोरी विनर भएकोमा हर्षिका विनर भयो खुसी ह्याप्पी म पनि ह्याप्पी छु सर्टिफिकेट पाएकोमा बाई बाई ह्याप्पी छु म पनि ल हामी नमस्ते हामी चाहिँ यहाँनिर माइक्रो ग्रिल्समा आइसकेका छौँ खाजा खाना साथीहरू हुनुहुन्छ यहाँनिर यस्तो यस्तो बोकेर आएको छ हामी यहाँभित्र बसिसकेका छौँ खाजा खाने ठाउँमा आइसक्यौँ मेरो साथीहरू यहाँ मेकअपले पुरै ढसिदिइसक्यो दिनभरि हामी मेन्यु हेर्दैछौँ अब रमाइलो गर्नु न हामी निस्केको सबैजना त्यो घर जानुभएको म दाइहरू चाहिँ यहाँ हुनुहुन्छ
बाई बाई सर बाई 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 म त सँगै जाने हो नि बाई बाई ह्याप्पी एनिभर्सरी ल बाई बाई अब हामी जान लागेको बाई बाई रिसु राम्रोसँग जानु अब हामी गएको हामी जान लागेको स्कुटरमा घर जान लागेको टुमारो डे आफ्टर टुमारो ल ऊ र म चाहिँ स्कुटरमा जान लागेको अब घर सो गाइज आजको भ्लग यति नै र हजुरहरूलाई यहाँसम्म हेर्नु भएको सायद इन्जोय गर्नु होला कति क्लिपहरू मैले लिन पाएन किनभने फोन उता थियो अब फोन एकतिर मान्छे एकतिर भएको भएर अब बिजी पनि भयो नि त त्यही कारणले सो आज भ्लग यति नै एन्ड थ्याङ्क यू फर वाचिङ गाइज बाई बाई